सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध र सुकुम्बासीलाई उठीबास गराएको भन्दै नेपाली कम्युनिष्ट पार्टीको आपत्ति। भुटानी शरणार्थी संकट समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेनलाई आग्रह। जगतगुरु रामभद्राचार्यले प्रधानमन्त्री शाहलाई भने भारतप्रतिको दृष्टिकोण शुद्ध होस्। रासोपा केन्द्रीय समितिको बैठक आह्वान, अनिवार्य उपस्थित हुन सभापति लामिछानेको निर्देशन। देउबा खड्का समूहको छलफल, सर्वोच्चको फैसलापछि रणनीति बनाउँदै। देउबा पक्ष भेलाको निष्कर्ष स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने हिम्मत छ भने पूर्ण बहादुरलाई 24 घण्टाभित्र कारबाही गरेर देखाऊ। कांग्रेस नेता श्याम घिमिरेको भनाई, संस्थापन समूहले हामीले जित्यौं भनेर होइन, एकताबद्ध हुने बारे सोच्नुपर्छ। शेखर समूहले भन्यो, पार्टी एक राख्ने नराख्ने जिम्मेवारी सभापतिको। नेतृत्वमाथि 9 बुँदे आरोप लगाउँदै राप्रपा केन्द्रीय सदस्यले भने यो पार्टी विघटन गरौं। राप्रपा सकिन्छ वा सिद्धाइन्छ भन्ने सपना कसैले नदेख्न, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको चेतावनी। राप्रपा बारे भ्रम फैलाइएको प्रवक्ता मोहन कुमार श्रेष्ठको भनाई। श्रम संस्कृति पार्टीद्वारा विज्ञहरूसँग सामूहिक छलफल। 100 रुपियाँ माथिको सामानमा भन्सार, संकटमा पर्न सक्छ रोटी बेटी सम्बन्ध। देशभरका बालबालिकालाई आइतबार र सोमबार भिटामिन ए र जुकाको औषधि खुवाइँदै। सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा 3 जनाको मृत्यु, 15 जना घाइते। बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका 2 जनाको मृत्यु। बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा 1 जनाको मृत्यु। पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा 16 जना महिला पक्राउ। विष्णुमती खोला किनारमा भिटियो 4 थान पिस्तोल र 58 राउन्ड गोली। मध्यपूर्वको युद्धले प्रभावित आयोजनाहरूको म्याद थप र लागत समायोजन हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेको माग। आइतबार सुनचाँदीको भाव घट्यो। अन्तर्राष्ट्रिय खबरमा भारतको तमिलनाडुमा मिनी बस दुर्घटना हुँदा 10 जनाको मृत्यु। टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुल्ला समुद्रमा निर्बाध पहुँचको अधिकारमा जोड। रूसी तेलमा अमेरिकाको फेरि युटर्न। भारतलाई कसरी मिल्दैछ ठूलो राहत, यस विषयमा विशेष जानकारी आजको समाचारमा। तेहरान क्षेत्रमा व्यापक युद्ध विराम हुनुपर्ने इरानका उपराष्ट्रपतिको भनाई। खेल खबरमा कलाम ओली र वसन्त शाही नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षक नियुक्त। कुन्हाको गोलमा युनाइटेडले चेल्सीलाई हरायो। दर्शक महानुभाव नमस्कार। समाचार पार्टी.com को न्यूज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। म रामशरण नेपाली। सदाको झै आज पनि हामी उपस्थित भएका छौं आजका मुख्य समाचार, ब्रेकिङ न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने, हेर्नै पर्ने महत्वपूर्ण समाचार लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ शहर जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौं। सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध र सुकुम्बासीलाई उठीबास गराएको भन्दै नेकपाको आपत्ति। यस सम्बन्धी प्रसंगबाट नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्प बिना उठीबास गराउने तथा झोपडा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई अमानवीय भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीड़ित परिवारलाई विचल्य बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकार समक्ष आग्रह गर्दछौं विज्ञप्तिमा भनिएको छ। यसैबीच नयाँ सरकार गठन लगत्तै बजारमा महँगी र कालो बजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधान विपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोज्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। यसैगरी ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ। वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदुर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरवास उजाडेर सम्भव हुँदैन, विज्ञप्तिमा उल्लेख छ।
भुटानी शरणार्थी संकटको दीर्घकालीन समाधान र भुटानमा रहेका नेपाली भाषी राजनीतिक बन्दीहरूको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरिएको छ। द हेगमा आधारित भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल अभियानका ग्लोबल कोअर्डिनेटर राम कार्की र झापाको बेलडाँगी स्थित भुटान स्वतन्त्र जनता मञ्चका महासचिव डीबी सुब्बाले संयुक्त रूपमा प्रधानमन्त्रीलाई खुल्ला पत्र पठाउँदै 2 दशकभन्दा लामो समयदेखि अल्झिएको शरणार्थी समस्या र मानव अधिकार सम्बन्धी मुद्दामा सक्रिय भूमिका खेल्न आह्वान गरेका हुन्। पत्रमा सन् 1980 को दशकको अन्त्यदेखि 1990 को दशकको सुरुवातसम्म दक्षिण भुटानबाट मुख्यतः नेपाली भाषी भुटानीहरूलाई जबरजस्ती निष्कासन गरिएको उल्लेख छ। त्यसपछि 1 लाख भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका शिविरहरूमा बसोबास गर्न बाध्य भएका थिए। संयुक्त राष्ट्रसङ्घीय पहलमा सन् 2007 देखि 2016 सम्म धेरैलाई तेस्रो देशमा पुनर्वास गरिए पनि हाल पनि करिब 6-7 हजार शरणार्थी नेपालमै छन्। उनीहरूको जीवनयापन कठिन बन्दै गएको, मानवीय सहायता बन्द प्राय भएको र भविष्य अन्योलपूर्ण रहेको पत्रमा उल्लेख छ। साथै स्वदेश फर्कने अधिकार सुनिश्चित गर्न नागरिकता, सुरक्षा र सम्मानजनक पुनर्स्थापनाको आवश्यकता औल्याइएको छ। यसैबीच भुटानमा दशकौंदेखि हिरासतमा रहेका राजनीतिक कैदीहरूको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले उनीहरूलाई उचित कानूनी प्रक्रिया बिना नै कैदमा राखिएको जनाएका छन्। तीमध्ये धेरैका परिवारहरू नेपालका शरणार्थी शिविरमै छन्। हालै केही बन्दीको रिहाई भए पनि उनीहरूलाई पुनर्स्थापना नगरी भारततर्फ निर्वासित गरिएको र त्यसपछि पुनः नेपालका शिविरमा आइपुगेको उल्लेख गरिएको छ। उनीहरूसँग आवश्यक कागजात नहुँदा आधारभूत सेवामा पहुँच समेत कठिन भएको पत्रमा उल्लेख छ। संस्थाहरूले प्रधानमन्त्रीसँग शरणार्थीहरूको स्वैच्छिक र सम्मानजनक स्वदेश फर्काई सुनिश्चित गर्न, भुटानसँग नयाँ संवाद शुरू गर्न, बाँकी शरणार्थी र रिहा भएका कैदीहरूलाई आधारभूत सेवा र पहिचान दस्तावेज उपलब्ध गराउन तथा राजनीतिक कैदीहरूको मुद्दालाई कूटनीतिक रूपमा निरन्तर उठाउन माग गरेका छन्। यसैगरी परिवार पुनर्मिलन सहज बनाउन, मानवीय पहुँच पुनर्स्थापना र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गरी अधिकारमा आधारित दृष्टिकोण अपनाउन पनि आग्रह गरिएको छ। खुल्ला पत्रमा नेपालको वर्तमान राजनीतिक स्थिरताले यो जटिल मानवीय मुद्दा समाधान गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र न्यायपूर्ण प्रक्रिया मार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। पत्रमा हस्ताक्षरकर्ताहरूले नेपाल सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको जनाउँदै यी मुद्दाहरूको समाधानलाई मानवीय तथा नैतिक दायित्वको रूपमा लिनुपर्ने बताएका छन्। प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्र आचार्यले नेपाल समृद्ध र पूर्ण रूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनु भएको छ। जनकपुर धाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आउनु भएको उहाँले यस्तो बताउनु भएको हो। नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्न नहुने बताउनु भयो। प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गर्दै शाहको रवैया राम्रो नभएको जिकिर गर्नुभयो। प्रधानमन्त्री शाहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उहाँले बताउनु भयो। उहाँको भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारत विरोधी हुन नहुने उल्लेख गर्नुभयो। शाहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुन आवश्यक रहेको बताउनुभयो। नेपालमा राजसंस्थाको आवश्यकता रहेको उहाँको भनाइ छ। नेपालमा अत्याधिक धर्मान्तरण भइरहेकामा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो। सरकार सञ्चालन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। सोमबार दिउँसो 3 बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेले निर्देशन दिनुभएको छ। रासोपाका प्रवक्ता मनिष झाले सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि सभापतिले निर्देशन दिएको जानकारी दिनुभयो। पार्टी सभापतिको निर्देशन अनुसार पार्टी केन्द्रीय समितिको बैठक मिति 2083 वैशाख 7 गते बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि निर्देशन अनुसार अनुरोध छ, प्रवक्ता झाले भन्नुभयो। केन्द्रीय समितिका एजेन्डा आइतबार बस्ने सचिवालयको बैठकले तय गर्नेछ। रासोपाको सचिवालय बैठक आइतबार बस्दैछ। दिउँसो 3:30 बस्ने सचिवालय बैठकमा विभिन्न 9 एजेन्डामा छलफल हुने प्रवक्ता झाले जानकारी दिनुभयो। रासोपा सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग सल्लाहकार परिषद, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका सम्बन्धमा छलफल हुनेछ। रासोपाले पहिलो महाधिवेशनको तयारी गर्न लागेको हो। त्यस्तै विज्ञ र योजना आह्वानका साथै सांसदहरूलाई पार्टीको संगठनात्मक जिम्मेवारी दिने र सांसदहरूको लेबीबारे पनि छलफल हुने बताइएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौँमा छलफलमा जुटेका छन्। सर्वोच्च अदालतले विशेष महाधिवेशन विरुद्ध देउवा खड्काले दिएको रिट खारेज गरिदिएको थियो। त्यसपछि शनिबार र आइतबार पनि देउवा खड्का समूहका नेताहरू छलफलमा छन्। शनिबार खड्का निवास गोलफुटारमा छलफल भएकोमा आइतबार आज धुम्बा राहीमा छलफल भएको हो। छलफलमा खड्का नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटोला, मीन बहादुर विश्वकर्मा, रामहरि खतिवडा लगायत सहभागी हुनुहुन्थ्यो। अदालतको पछिल्लो फैसलाले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याएको छ। देउवा खड्का पक्षले आफ्नो आगामी रणनीति तय गर्न यो बैठक डाकेको बुझिएको छ। यद्यपि अदालतको फैसला मानेर अघि बढ्ने उनीहरूले बताइसकेका छन्।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै बसेको देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो। सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्ने बारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल हो। नेता कुन्दनराज काफ्लेले भन्नुभयो, अब कुन हिसाबले जाने भनेर छलफल सुरु भएको हो। उहाँले विगतमा कांग्रेसले भोग्दै आएको उतारचढाव र अहिलेको अवस्थाबारे छलफल भएको पनि बताउनु भयो। त्यस्तै उहाँले पार्टीमा एकता कायम राख्न सबै नेता कार्यकर्ताको आत्मबल बढ्नुपर्ने बारे छलफल भएको सुनाउनु भयो। कांग्रेस एकता हुनुपर्छ, एक हुनका लागि सबैको आत्मबल बढ्नुपर्छ। कांग्रेसको क्रियाशील बढी हुँदा भोट किन कम भन्ने बारे मैले आफ्नो धारणा राखेँ, उहाँले भन्नुभयो। रिसाएकालाई जोड्दै कमी कमजोरी के भयो भन्ने बारे निष्कर्ष निकाल्नुपर्नेछ। जनता हामीसँग किन रिसाए, जनताले सानो दल किन बनाए, यसबारे सानेपा जिम्मेवार हुनुपर्दछ। उहाँले सानेपा पार्टी कार्यालयमा छलफलको वातावरण वर्तमान नेतृत्वले बनाउनु पर्ने बताउनु भयो। सानेपाको भित्तामा गएर कराएर हुने केही छैन, कुरा राख्ने ठाउँ खुल्ला हुनुपर्छ। पार्टीमा नमिल्नुपर्ने कारण छैन, स्वाभिमानको कुरा छ, तर सानेपा जिम्मेवार हुनुपर्छ, स्वाभिमानको कुरा हो, उहाँले भन्नुभयो। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले हिम्मत भए लेटर प्याड दुरुपयोगको आरोपमा निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन चुनौती दिनुभएको छ। शेरबहादुर देउवा समूहले आइतबार महाराजगञ्जमा गरेको समूहको भेलामा बलायरले भन्नुभयो, हिम्मत भए पूर्णबहादुर खड्कालाई लेटर प्याड दुरुपयोग काण्डमा 24 घण्टाभित्र कारबाही गरेर देखाऊ। कारबाहीसँग त्यसपछि परिणाम के हुन्छ त्यो पनि भोग्न तयार हुनु। पार्टीभित्र अहिलेसम्म गरेको संघर्ष र त्याग अनि इतिहासको कुरा गर्दा अहिले सानेपाको पदमा रहेकाहरूको भन्दा महाराजगञ्जको बैठकमा बसेका नेताहरूको योगदान ठूलो रहेको बलायरले बताउनुभयो। सानेपातिर फर्कँदा केही छैन, जे छ यही छ, बलायरले भन्नुभयो। सानेपामा बसेकाहरूलाई थकाउन र गराउन सक्ने ताकत आफूहरूसँग भएको बताउँदै बलायरले नेताहरूले फराकिलो छाती बनाएर आफूहरूलाई नेतृत्व गर्ने अवसर दिएमा कांग्रेसको इतिहास जोगाउन तयार रहेको बताउनुभयो। उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधि सभा निर्वाचनमा प्रचार प्रसारका लागि जहाँ जहाँ पुग्नुभयो त्यहाँ जमानत जफत भएको आरोप बलायरले लगाउनुभयो। शर्माले आफू निर्वाचन नलडेर अरूलाई फसाएको बलायरको आरोप थियो। गगन थापा आफै निर्वाचनमा पराजित भएपछि बोली बन्द भएको बलायरको भनाइ थियो। नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीलाई एक बनाएर लैजाने जिम्मा वर्तमान संस्थापन पक्षको भएको बताउनु भएको छ। आइतबार शेरबहादुर देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरूको भेलामा सहभागी भएर निस्कनु भएका घिमिरेले यस्तो बताउनु भएको हो। अब मुद्दा मामिलाको कुरा सकिएको छ, राजनीतिक रूपमा पार्टीलाई एकताबद्ध गरेर लैजानु पर्नेछ, उहाँले भन्नुभयो। गगनजीले सबैलाई समेट्ने ढंगले अग्रसरता लिनुपर्छ, विशेष महाधिवेशनभन्दा बाहिर रहेकाहरूलाई कसरी समेटेर जानुपर्छ भन्ने कुरा उहाँमा निर्भर छ। उहाँले देउवा पक्षले पनि पार्टी एकता कसरी सुदृढ बनाउने भन्ने बारे काम गर्नुपर्ने बताउनु भयो। पार्टी कमजोर भएको अवस्था छ, सँगसँगै वर्तमान संस्थापन पक्षले पनि हामीले जित्यौं, हामी भइसक्यौं भन्ने बिर्सेर पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ, यसमा सबैले साथ दिनुपर्छ, उहाँले भन्नुभयो। नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला समूहले अब पार्टीमा एकता कायम राख्ने नराख्ने जिम्मेवारी सभापति गगन थापाको काँधमा पुगेको बताएको छ। बिहान नेता डाक्टर कोइराला निवासमा बसेको समूहको भेलाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको हो। निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइराला, निवर्तमान सहमहामन्त्री उदय जीवन परियार र बद्री पाण्डे तथा नेताहरू बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल सहित 14 केन्द्रीय नेताहरूको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको निवर्तमान सहमहामन्त्री परियारले जानकारी दिनुभयो। मन्त्री परियारका अनुसार भेलाले 2 बुँदे निष्कर्ष निकालेको छ। हामी सबैलाई विदितै छ, विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भए तापनि त्यसबेला हामीले मत एकता गराउने भरमुग्दुर प्रयत्न गरिरह्यौं। अब विशेष महाधिवेशनबारे सम्मानित सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ। यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो। पार्टीको स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको बेहोरा जग जाहेर नै छ। 2 वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढी नै जिम्मेवारी रहन्छ। यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका युवा केन्द्रीय सदस्य रञ्जन कार्कीले पार्टी नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै वर्तमान अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत एक विशेष वक्तव्य जारी गर्दै नेता कार्कीले यस्तो स्थितिमा पार्टी विघटन गरेर नयाँ सिराबाट अघि बढ्ने प्रस्ताव समेत राख्नु भएको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टताका विषयमा 9 बुँदे आरोप लगाउँदै कार्कीले यस्तो प्रस्ताव गर्नु भएको हो। नेतृत्वले पार्टीलाई केवल सत्ताको भर्याङ बनाएको आरोप उहाँको छ। कार्कीले पार्टी नेतृत्वले गत महाधिवेशनको म्यान्डेट लत्याएको र राजसंस्थावादी
जाति शक्तिहरूलाई एकीकृत गर्ने जिम्मेवारीबाट पन्छिएको उल्लेख गर्नुभएको छ। उहाँले उठाएका मुख्य बुँदाहरूमा सत्ता लिप्साको पराकाष्ठा, एजेन्डामा दोहोरो चरित्र, आन्दोलनमा धोका, राजीनामाको नाटक, विधानको उल्लङ्घन र अन्तर्घात र मौनता लगायत रहेका छन्। कार्कीले पार्टीभित्र वैचारिक बहस गर्दा उल्टै अश्लील गालीगलौज र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको गुनासो गर्नुभएको छ। उहाँले भन्नुभएको छ, पार्टी सुधारमा तत्काल नलाग्ने हो भने म जस्ता कयौं युवाहरूको भविष्य अन्धकार छ। भविष्य अन्धकार पार्ने पार्टी बोकेर हिँड्नुभन्दा यसलाई विघटन गरेर पुनर्निर्माण गर्नु नै बेस हुनेछ। राजसंस्थाको पुनर्स्थापनाको अभियानमा आफू सधैँ अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले राष्ट्रवादी कार्यकर्ताहरूलाई पार्टीभित्रको यो स्खलनबारे स्पष्ट हुन आग्रह गर्नुभएको छ। कार्कीको यो कडा टिप्पणीले राप्रपाभित्रको आन्तरिक कलह र नेतृत्वप्रतिको अविश्वासलाई सतहमा ल्याइदिएको छ। कार्की राप्रपाका पूर्व उपाध्यक्ष रविन्द्र मिश्र निकट नेता हुनुहुन्छ। मिश्र राप्रपाबाट अलग भएपछि हाल उहाँ डाक्टर धवल शमशेर राणाको गुटमा हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिद्धाइन्छ भन्ने सपना कसैले नदेखिन चेतावनी दिनुभएको छ। लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा राप्रपा सिद्धिन्छ, सकिन्छ या सिद्धाइन्छ भन्ने सपना कसैले नदेखिन चेतावनी दिँदै पार्टीको आधार त्याग, सङ्घर्ष र युवा अवस्थाको मेहनतबाट बनेको बताउनु भएको छ। उहाँले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने बताउनु भयो। आफ्नो गल्ती कमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्ने उहाँको भनाइ छ। उहाँले लेख्नु भएको छ, राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिद्धाइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत पसिना र बैंस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त। चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन। न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्कन्छ। आफ्नो सारा गल्ती कमी कमजोरीहरू सच्याएर राप्रपामा पुनर्गठित भएर उठ्नेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले आफ्नो पार्टीबारे भ्रम फैलाइएको बताउनु भएको छ। राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ। अध्यक्ष राजेन्द्र लिङदेन महाधिवेशन टारिरहनु भएको छ। महाधिवेशन गर्ने पक्षमा हुनुहुन्न, यो सरासर गलत कुरा हो, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। अध्यक्ष लिङदेन समयमै महाधिवेशन गर्नका लागि त्यसको प्रक्रियामा प्रवेश गरिसकेको बताउनु भयो। महाधिवेशनका लागि न्यूनतम शर्त अन्तर्गत जिल्लाहरूको अधिवेशन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै उहाँले झापाको जिल्ला अधिवेशन धेरै अघि सम्पन्न भइसकेको स्मरण गराउनु भएको छ। 2 दर्जन बढी जिल्लाहरूको अधिवेशन भइसकेको भन्दै उहाँले लेख्नु भएको छ, बरु महाधिवेशनको चर्का कुरा गर्ने साथीहरूको जिल्लामा अधिवेशन नभएको प्रश्न पार्न चाहन्छु। राप्रपामा कुनै निर्णय अध्यक्षको एकल निर्णयबाट नलिएको पनि उहाँले बताउनु भएको छ। प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल सुरु गरेको छ। पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई लगायतका नेताले आइतबार ललितपुरमा छलफल सुरु गर्नु भएको हो। छलफलमा डाक्टर सुन्दरमणि दीक्षित, डाक्टर राजाराम सुवेदी, प्राध्यापक डाक्टर राजकुमार पोखरेल, डाक्टर टीकाराम गौतम, डाक्टर केशव मानसाक्य, डाक्टर लाल रापचा, डाक्टर विजय प्रसाद मिश्र सहितका पार्टीका नेताहरू सहभागी भए। पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूसँगको छलफल सुरु गरेको बताएको छ। शनिबार दिउँसो 3:30 बजेतिर टाउकोमा चामलको बोरा बोकेर भारतीय बजार भिठा मोडबाट नेपाल छिरेकी महोत्तरी जलेश्वरकी संगीता यादव त्रसित थिइन्। चामलसहित अन्य केही सामान किन्न सीमा पारी पुगेकी उनले 100 रुपियाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने नियम त्यही थाहा पाइन्। त्यसपछि उनी 20 किलोको एक बोरा चामल मात्र लिएर फर्किँदै थिइन्। टाढाबाट गाडी भाडा तिरेर बजार पुगेकी थिए। त्यहाँ पुगेपछि मात्र भन्सारमा कडाई गरिएको थाहा पाए। त्यसैले एउटै बोरा चामल लिएर फर्के। यसको पनि भन्सार तिर्न लगाउँछन् कि थाहा छैन, उनले सुनाइन्। केही दिनदेखि सरकार नेपाल भारत सीमा नाकामा भन्सार असुलीमा कडाई गरेको छ। 100 रुपियाँभन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने भन्दै सशस्त्र प्रहरीले नाकाहरूमा माइकिङ गरी सर्वसाधारणलाई जानकारी गराइरहेको छ। भन्सार महसुल ऐन 2081 को दफा 13 को उपदफा 3 को अधिकार प्रयोग गरी सरकारले गत जेठ 15 गतेदेखि नै यात्रुका लागि यो नियम लागू गरेको थियो, तर व्यवहारमा कडाई गरिएको थिएन। पछिल्लो समय गृह मन्त्रालयको निर्देशनमा नाकाहरूमा कडाई गरिएपछि सीमा क्षेत्रका बासिन्दा चिन्तित भएका छन्। सस्तो सामानको लोभमा सीमावर्ती क्षेत्रका अधिकांश नागरिक भारतीय बजारमा निर्भर छन्। संगीता यादवका अनुसार नेपाली बजारमै सस्तोमा खाद्यान्न पाइने भए आफू जस्ता गरीब भारतीय बजार जानुपर्ने बाध्यता हुने थिएन। सरकारले यता केही सुविधा दिएन, उल्टै कडा नियम लगायो। यता सबै महँगो छ, गरीब मान्छे कसरी बाँच्ने, उनले प्रश्न गरिन्। यता पनि सामान सस्तो गरिदिए हुन्थ्यो अनि मात्र भन्सारमा कडाई गरोस्। घरयासी सामान किनेर भिठा मोडबाट रिक्सामा फर्किरहेका जलेश्वरका राजकुमार कर्णको सामान सशस्त्र प्रहरीले जलेश्वर भन्सार अगाडि चेक जाँच गर्यो। उनी डराएका थिए, तर प्रहरीले यसपटक सम्झाइ बुझाइ गरेर छाडिदियो।
प्रहरीले चेकजाँच गरेर अबदेखि यस्तो नगर्नु भन्दै सचेत गरायो। उनले भने अलि सस्तो हुने भएकाले घर व्यवहारका सामान पारीबाट ल्याउने गरेको थिए, अब त गाह्रो हुने देखियो। भन्सारको कडाईलाई उनले मिश्रित रूपमा लिएका छन्। देशको समृद्धिका लागि नियम त ठिकै हो, तर नेपालीको वर्तमान जीवनस्तरका हिसाबले यो कठिन छ। हाम्रो कमाई अनुसार अब खर्च धान्न सक्ने अवस्था रहँदैन, उनले थपे। महोत्तरीको भिटाबोड नाकामा प्रहरीले केही हदसम्म व्यावहारिकता देखाए पनि कडाईको खबर फैलिएसँगै पारी जानेहरूको संख्या घट्दै गएको छ। सीमामा खटिएका एक सशस्त्र प्रहरी जवानले भने नियम लागेपछि मान्छेहरू सचेत हुँदै गएका छन्। अहिले बजार जान आउनेहरूको चाप कम भएको छ। महोत्तरी मात्र होइन, धनुषा, सिराहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नाकाहरूमा पनि उस्तै अवस्था छ। सशस्त्र प्रहरीको मध्य प्रदेश कार्यालयका अनुसार मध्य प्रदेशमा नेपाल भारत सीमा 461.8 किलोमिटर फैलिएको छ। यहाँ 10वटा मुख्य, 39वटा सहायक र 239वटा अन्य गरी कुल 288 नाकाहरू छन्। सीमा क्षेत्रमा सशस्त्र प्रहरीका 168वटा चेक पोइन्ट छन्। खुल्ला सीमाका कारण सहज आउजाउ र व्यापार हुनु सामान्य भए पनि यसले तस्करीलाई समेत प्रश्रय दिएको छ। स्थानीयका अनुसार प्रहरीले चाहेमा तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न सक्छ, तर 100 रुपियाँको नियमले सदियौंदेखिको सांस्कृतिक तथा रोटीबेटीको सम्बन्धमा दरार पैदा हुने विश्लेषण हुन थालेको छ। मधेसी र मैथिली समाजमा आफन्तको घर जाँदा उपहार वा कोसीले लैजाने परम्परा छ। यस्तो कडाईले सम्बन्धमा सङ्कट ल्याउने शम्सी गाउँपालिका शाखा जमशैद नदाफ बताउनुहुन्छ। विवाहमा माइतीले दिएको उपहार ल्याउँदा लैजाँदा पनि शास्ति भोग्नुपर्ने देखियो। यो नियममा पुनर्विचार हुनुपर्छ, उहाँले सुझाव दिनुभयो। सरकारले आइतबार र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार 6 महिनादेखि 59 महिनासम्मका करिब 22 लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र 1 वर्षदेखि 5 वर्ष मुनिका करिब 20 लाख बालबालिकालाई जुकाको औषधि अल्बेन्डाजोल खुवाइँदैछ। अभियान अन्तर्गत 52,000 महिला स्वास्थ्य स्वयंसेविका र 15,000 स्वास्थ्य कर्मीहरू देशभरका विभिन्न खोप केन्द्रहरूमा परिचालन गरिएका छन्। प्रत्येक वर्षको कार्तिक र वैशाखमा सञ्चालन हुने यो कार्यक्रमले बालबालिकाको आँखाको ज्योति रक्षा, रोग प्रतिरोधात्मक क्षमता र कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन्। नजिकैको खोप केन्द्रमा लगी आफ्ना बालबालिकालाई औषधि खुवाउन मन्त्रालयले सम्पूर्ण अभिभावकहरूमा अनुरोध गरेको छ। सल्यानको बनगाड कुबिन्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। सोही नगरपालिकाको 8 नम्बर ओडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश 01001 ज 0271 नम्बरको जीप दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा कुबिन्डे नगरपालिका 8 का 50 वर्षीय टोप बहादुर थापा, 50 वर्षकै ठगे घरती र 29 वर्षीय कर्ण बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभयो। उद्धारमा खटिएका वडा नम्बर 8 का वडाध्यक्ष कुल बहादुर पुरीका अनुसार जीपमा 18 जना सवार थिए, तीमध्ये 15 जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ। बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। बाँकेको कोहलपुरबाट बर्दियाको राजपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश BAA 0305 नम्बरको एम्बुलेन्सले आज बिहान करिब 5:15 बजेतिर गोलरिया नगरपालिका 7 स्थित वन डिभिजन कार्यालय नजिक 4 जना पैदल यात्रीलाई ठक्कर दिएको थियो। एम्बुलेन्सको ठक्करबाट गोलरिया नगरपालिका 5 का 55 वर्षीय भूमि लामिछाने र उनका अन्दाजी 7 वर्षीय नाति रिहानसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो। एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका लामिछाने योग गुरु समेत रहनु भएको स्थानीय बताउँछन्। दुर्घटनामा योग गुरु, लामिछानेकी पत्नी 50 वर्षीय सीता र अर्का 65 वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते छन्। घाइते दुवैजनालाई नेपालगञ्ज नर्सिङ होममा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। बिहान योग गर्न गइरहनुभएका उहाँहरूलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो। बैतडीको सिगास गाउँपालिका 8 स्थित सानीगाड खोलामा आज ट्र्याक्टर दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। यहाँको सिगास गाउँपालिका 8 लुपुडबाट बजाङको देउलेखतर्फ जाँदै गरेको सपप्र 01001 त 1384 नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सिगास 8 टोलखेतका 25 वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले ट्र्याक्टरमा चालकसहित 2 जना सवार रहेकामा बोहराको निधन भएको बताउनुभयो। चालक सिगास गाउँपालिका 5 का अन्दाजी 30 वर्षीय दानबहादुर धामी अफोरको सम्पर्कमा रहेको उहाँले बताउनुभयो। ट्र्याक्टर सडकबाट करिब 300 मिटर तल खसेको जनाइएको छ। पोखराको लेकसाइडमा पर्यटकहरूलाई दुःख दिएको आरोपमा प्रहरीले 16 जना महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए। साथै अनैतिक क्रियाकलाप बढ्दै गइरहेको जनगुनासो पनि आइरहेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत ओडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वैशाख 5 गते मध्यराति 12:30 बजेदेखि वैशाख 6 गते बिहान 2 बजेसम्म कारबाही चलाएको थियो। त्यसक्रममा 16 जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो।
चारथान पेस्तोद र 58 राउन्ड गोली विष्णुमती खोला किनारमा फेला परेको छ। काठमाडौँ महानगरपालिका 15 शोभा भगवती स्थित विष्णुमती खोला किनारबाट उक्त पेस्तोद र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताउनुभयो। उहाँका अनुसार पेस्तोद र गोलीका साथै 7 थान म्यागजिन पनि भेटिएको छ। बरामद पेस्तोल टाइप 54 रहेको छ। सोही पेस्तोलको म्यागजिन 7 थान भेटिएको हो। महानगरपालिका र प्रहरीको सरसफाई टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको हो। 9 mm बेरेटा पेस्तोलको गोली 58 राउन्ड बरामद भएको हो। विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो। उक्त हतियार जेन्जी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुन सक्ने आशंका गरिएको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वको युद्धले नेपालका धेरै आयोजनाहरू प्रभावित भएको भन्दै त्यस्ता आयोजनाहरूको म्याद थप हुनुपर्ने बताउनु भएको छ। युद्धका कारण कच्चा पदार्थ र इन्धन सहज रूपमा नपाउँदा आयोजनाहरू प्रभावित भएको भन्दै उहाँले त्यस्ता आयोजनाहरूको बारेमा सरकारले म्याद थप गर्नुको विकल्प नरहेको बताउनु भएको हो। उहाँका अनुसार पछिल्ला दिनहरूमा निर्माणाधीन धेरै आयोजनाहरूको लागत बढेर गएको छ। इन्धन र कच्चा पदार्थको अभावमा आयोजनाहरू प्रभावित भएको भन्दै उहाँले हाल भइरहेको अप्रत्याशित मूल्यवृद्धि र त्यसबाट प्रभावित आयोजनाका बारेमा सरकार गम्भीर हुनुपर्ने समेत बताउनु भयो। पाण्डेले कुनै पनि निर्माण ठेक्का लगाउँदा आवश्यक इन्धन, डन्डी, सिमेन्ट लगायत सामग्रीको परिमाण र त्यति बेलाको बजार दरका आधारमा लागत अनुमान तयार गरिने बताउँदै सामान्यतया 10 देखि 15% सम्मको मूल्यवृद्धि निर्माण व्यवसायी आफैले थेग्ने मान्यता छ। त्योभन्दा बढी मूल्यवृद्धि भएमा सरकारले समायोजन गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताउँदै उहाँले सोही अभ्यास अनुसार सरकारले अब लागतबारे पनि पुनरावलोकन गर्नुपर्ने बताउनु भयो। पाण्डेका अनुसार सबै आयोजनामा मूल्य समायोजनको स्पष्ट व्यवस्था छैन। विशेष गरी 1 वर्षे साना आयोजनामा मूल्य समायोजन गर्ने सूत्र नै नहुँदा व्यवसायीहरू थप मारमा परेका छन्। यसमा सरकारले ख्याल गर्नुपर्ने बताउनु भयो। अध्यक्ष पाण्डेका अनुसार सरकारले 2065 सालमा जारी गरिएको निर्देशिका चाहिँ नयाँ मार्गदर्शन तयार गरी मूल्य समायोजनको व्यवस्था लागू गर्नुपर्छ। अध्यक्ष पाण्डेले इन्धन आपूर्तिमा देखिएको समस्या अझ गम्भीर बन्न सक्ने संकेत गर्नुभयो। आयल निगमले दैनिक ठूलो घाटा बेहोरिरहेको अवस्थाले भविष्यमा पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित हुन सक्ने अवस्था आउन सक्ने बताएको भन्दै उहाँले यस्तो परिस्थिति सिर्जना भएमा निर्माण कार्य नै पूर्ण रूपमा अवरुद्ध हुने जोखिम रहेको बताउनु भयो। निर्माण कार्यको भुक्तानी अझै पूर्ण रूपमा सहज नभए पनि सुधारको संकेत देखिएको पाण्डेको भनाइ छ। पहिले एउटै आयोजनाभित्र रकम अभाव हुँदा अर्को शीर्षकबाट रकमान्तर गर्न अर्थ मन्त्रालयको स्वीकृति आवश्यक पर्ने व्यवस्था रहेकोमा अब सम्बन्धित मन्त्रालय मार्फत नै यस्तो व्यवस्था गर्न सकिने जानकारी आफूहरूले पाएको बताउँदै यसले आगामी दिनमा आयोजनाहरूमा बजेट अभाव नहुने र निर्माण व्यवसायीले पनि कामको रकम पाउने अवस्था आउनेमा आफूहरू आशावादी रहेको उहाँको भनाइ छ। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला 3,01,000 रुपियाँ तोकेको छ, जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा 1,200 रुपियाँ बढी हो। अघिल्लो दिन 2,79,800 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी प्रतितोला 95 रुपियाँले बढेको छ। अघिल्लो दिन प्रतितोला 5,130 रुपियाँमा कारोबार भएको चाँदी आइतबार 5,225 रुपियाँमा कारोबार भएको छ। अब अन्तर्राष्ट्रिय खबर। दक्षिण भारतीय राज्य तामिलनाडुमा एउटा मिनी बस गहिरो खोजमा खस्दा 10 जनाको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्। सरकारी प्रसारक अल इन्डिया रेडियोको अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। छिमेकी राज्य केरलाबाट आएका ती यात्रुहरू भ्रमणका लागि तामिलनाडु पुगेका थिए। दुर्घटना हुँदा उक्त बिहानमा केरलाका 16 जना सवार रहेको रेडियोले जनाएको छ। दुर्घटनाको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन। स्थानीय प्रहरीले यसबारे उजुरी दर्ता गर्दै घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले खाडी मुलुकहरूको खुल्ला समुद्रमा पहुँचको अधिकारलाई प्रतिबन्धित गर्न नहुने बताउनु भएको छ। उहाँले स्थापित नियमहरूमा आधारित नेभिगेसनको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक रहेको र होर्मुज स्ट्रेटलाई व्यापारिक जहाजहरूका लागि खुल्ला राख्नुपर्ने कुरामा जोड दिनुभयो। एन्टाल्या डिप्लोमेसी फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एर्दोगानले स्थायी शान्ति स्थापनाका लागि युद्धविरामले सिर्जना गरेको अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो। टर्कीको परराष्ट्र मन्त्रालयले आयोजना गरेको एन्टाल्या डिप्लोमेसी फोरमको 5औं संस्करण अप्रिल 17 देखि 19 सम्म भोलिको म्यापिङ अनिश्चितताहरूको व्यवस्थापन भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको छ। यस कार्यक्रमले नेताहरू, नीति निर्माताहरू, कूटनीतिज्ञहरू, शिक्षाविदहरू, व्यवसायीहरू, मिडिया र नागरिक समाजका प्रतिनिधिहरूलाई अनिश्चितताहरूलाई राम्रोसँग व्यवस्थापन गर्ने तरिकाहरू अन्वेषण गर्न र भविष्यका चुनौतीहरूको तयारी गर्दा दबावपूर्ण समस्याहरू सम्बोधन गर्न एकै ठाउँमा ल्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको अमेरिकी समुद्री नाकाबन्दी पूर्ण प्रभावमा रहने बताउनु भएको छ। यसको जवाफमा इराकले अमेरिकी नाकाबन्दी जारी रहेमा जलमार्ग पुनः बन्द गर्ने चेतावनी दिएको खबर सार्वजनिक भएको छ। अमेरिकाले फेरि एकपटक यू टर्न लिँदै रुसी तेल खरिद गर्न दिएको छुटको सीमालाई 1 महिनाका लागि थप गरेको छ। इरानसँगको युद्धका कारण विश्वव्यापी ऊर्जाको मूल्यमा तीव्र वृद्धि भइरहेको समयमा
यो निर्णय लिएको हो। यस कदमलाई बजार स्थिर राख्ने प्रयासको रूपमा हेरिएको छ। 2 दिन अघि मात्र अमेरिकी अर्थमन्त्रीले रुसी तेल खरिद गर्न दिएको छुट समाप्त गर्ने घोषणा गरेका थिए, तर अहिले त्यस अवधिलाई पुनः बढाइएको छ। यो निर्णयसँगै प्रशासनको अडानमा फेरबदल आएको स्पष्ट देखिन्छ। आलोचकहरूले भने यसलाई ट्रम्पको मात्र नभई पूरा टिमकै यू टर्न भनी टिप्पणी गरेका छन्। यद्यपि एक दिन अघि मात्रै लेबनानमा युद्ध विरामको सन्दर्भ दिँदै इरानले होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा खोल्ने घोषणा गरेको थियो। उक्त घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट आयो र ब्रेन्ट क्रुडको भाव प्रति ब्यारल $90 भन्दा तल सर्यो, जबकि सोही दिन यसअघि मूल्य $98 भन्दा माथि पुगेको थियो। युद्ध सुरु हुन अघि तेलको मूल्य प्रति ब्यारल $70 को हाराहारीमा थियो। शुक्रबार इरानका विदेश मन्त्री अब्बास अराघजीले एक्स मार्फत जानकारी दिँदै भनेका थिए, लेबनानमा युद्ध विराम भएपछि सबै व्यावसायिक जहाजहरूका लागि होर्मुज स्ट्रेटबाट ओहोरदोहोर गर्ने बाटो युद्ध विरामको बाँकी अवधिसम्म पूर्ण रूपमा खुल्ला गरिएको घोषणा गरिन्छ। यद्यपि सोही दिन ट्रम्पले ट्रुथ सोशलमा एक पोस्ट गर्दै होर्मुज स्ट्रेट खोलेकोमा इरानलाई धन्यवाद दिए। तर अर्को पोस्टमा उनले लेखे, होर्मुज स्ट्रेट व्यापार र आवाजावतका लागि पूर्ण रूपमा खुल्ला छ, तर नौसैनिक नाकाबन्दी भने जारी रहनेछ। यसैबीच अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुने सम्भावना व्यक्त गरिएको छ। यस वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ। पाकिस्तानका विदेश मन्त्री इसाक डारले इरान र अमेरिकाबीच सम्झौताका लागि छलफल जारी रहेको र अब केही विषयमा मात्रै सहमति जुट्न बाँकी रहेको बताएका छन्। इरानका उपपरराष्ट्र मन्त्री सईद खतिबजादेले तेहरानले शत्रुताको स्थायी अन्त्यका लागि आह्वान गरिरहेको बताएका छन्। अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा उनले आफूहरूको क्षेत्रमा युद्ध विराम आवश्यक रहेको बताए। तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिबद्ध रहेको उनले बताए। आफूहरू यो शत्रुता अन्त्य गर्न धेरै प्रतिबद्ध रहेको र यस क्षेत्रमा यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न चाहेको बताएका छन्। अब पालो खेल खबरको। कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संज्ञानले आइतबार कलाम र वसन्तलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो। कलाम यसअघि नेपाल ए को प्रशिक्षक रहिसकेका छन् भने वसन्त पनि नेपालको सहायक प्रशिक्षक भइसकेका छन्। नेपाल र युएई बीच हुन लागेको T20 आई सिरिज र आगामी लिग 2 सिरिज अघि 2 सहायक प्रशिक्षक नियुक्त गरिएको हो। कलाम अली पीएम कप क्रिकेटमा बागमती प्रदेशको प्रशिक्षक थिए भने वसन्त शाही लुम्बिनी प्रदेशका प्रशिक्षक थिए। यस्तै एनपीएलको दोस्रो संस्करणमा कलाम चितवन राइनोज का मुख्य प्रशिक्षक थिए भने वसन्त काठमाडौँ गोर्खाजको सहायक प्रशिक्षक रहेका थिए। यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल थिए। उनी रासोपा मार्फत राजनीतिमा होमिएपछि सहायक प्रशिक्षक पद छाडेका थिए। नेपाल र युएई बीचको 2 खेल सोमबार र मंगलबार हुँदैछ। इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत गैराती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो बनाएको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेड 1-0 ले विजयी भएको हो। म्याथ्यूज कुनहाले 43औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो। जितसँगै तेस्रो स्थानको युनाइटेडको 33 खेलमा 58 अङ्क भएको छ। पराजित चेल्सी 48 अङ्कसहित 6औं स्थानमा छ। प्रिमियर लीगका शीर्ष 5 क्लब च्याम्पियन्स लिगमा स्वतः छनौट हुनेछन्। शीर्ष 5 भित्र नपरेको क्लबले युरोपा लिग वा च्याम्पियन्स लिग फुटबल जितेमा 6औंदेखि 7औं क्लबको पनि सम्भावना रहन्छ। यो सिजन भने 6 क्लबसम्मको सम्भावना छ। युरोपा लिगको सेमिफाइनलमा एस्टन भिल्ला र नटिङहम फरेस्ट खेल्नेछन्। तीमध्ये एक टोली फाइनल पुगेर उपाधि जितेमा छनौट हुनेछन्। भिल्ला हाल प्रिमियर लीगको शीर्ष 5 भित्रै छ। त्यसकारण समीकरण युरोपा लिग सेमिफाइनल र प्रिमियर लीगका केही खेलहरूपछि थप स्पष्ट हुनेछ। प्रिमियर लीगकै गैरातीका अन्य खेलमा टोटेनह्याम र ब्राइटनले 2-2 को बराबरी खेल्दा लिड्सले वुल्भ्सलाई 3-0 ले पराजित गर्यो भने बर्नमाउथले न्यूक्यासललाई 2-1 ले हरायो। हवस् त दर्शक महानुभाव, आजका मुख्य समाचार अहिलेलाई यति नै। हामीले प्रस्तुत गरेका यी समाचारप्रति तपाईको धारणा के छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा सानो लाइक अवश्य गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ शहर जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। समाचारपाटी.com को न्यूज बुलेटिन नेपाली समय अनुसार भोलि बिहान 5 बजे लिएर फेरि हामी उपस्थित हुनेछौं। पल पलको न्यूज अपडेटको लागि समाचारपाटी.com हेर्दै गर्नुहोस्। नमस्कार।